देशले बालेन पाएकाले सरकारले जुनसुकै मुद्दा लगाए पनि फरक नपर्ने भन्दै रवि लामिछानेको गर्जन, मधेस पुगेर रविको उद्घोष। सबैभन्दा धेरै मत ल्याउने सांसद बनेको थिए, अब धेरै सांसद ल्याउने पार्टी बनेर संसद जान्छु। तपाईका लागि झुटा मुद्दा लगाउँदै अदालतको ढोका चहार्दै हाम्रो सरकार जाने छैन, ढुक्काउनुहोस्। तर देश लुटेर कमाएको एक एक पाइको हिसाब चाहिँ गर्नेछौँ। सही समय आए वाला है, वही घंटी में वोट रहेंगे। सही सरकार आए वाला है, वही घंटी में वोट रहेंगे। मधेसमा जनकपुरको मञ्चबाट नयाँ राजनीतिक दलका नयाँ नेताहरूले सोमबार भाषण मात्रै गरेनन्। देश लुट्ने, सखा पार्ने र दशकौंदेखि उइएर गनाएको अहंकारी सत्ता संरचनामाथि सीधा शब्दका बाणद्वारा हमला गरे। रवि लामिछाने बोलेनन्, गर्जिए। डर, दबाव र मुद्दाको राजनीतिलाई सिधै चुनौती दिँदै उनले स्पष्ट शब्दमा घोषणा गरे, सरकारले जुनसुकै मुद्दा लगाए पनि मलाई अब कुनै चिन्ता छैन, किनकि अब देशले बालेन पाइसकेको छ। यो वाक्य कुनै भावनात्मक अभिव्यक्ति थिएन, यो सत्तालाई दिइएको आक्रामक चेतावनी थियो। बच्चाको टाउको र छातीमा ताकेर गोली हानेर हेलिकप्टर चढेर भाग्ने शासन सत्ताले आफू विरुद्ध मुद्दा लगाएको स्मरण गराउँदै रविले भने, यस्तो सरकारले मलाई जेल पुर्यायो भने पनि मलाई डर छैन। देश बनाउने मान्छे बालेन आइसकेको छ। चितवनबाट इतिहासकै धेरै मत ल्याएर संसद पुगेको तर षड्यन्त्र गरेर हटाइएको पीडा रविले फेरि स्मरण गराए। तर यो पटक उनी पीडितको भाषामा बोलेनन्, आक्रामक दाबीका साथ बोले। हिजो म सबैभन्दा धेरै मत ल्याउने सांसद थिए, अब रासोपा सबैभन्दा धेरै मत ल्याएर पार्टी भएर संसद छिर्नेछ, उनको उद्घोष थियो। उनले स्पष्ट शब्दमा भने, आफूलाई जित हारको डर नभएको बताए। मलाई मुद्दा लाग्छन्, म अदालत जान्छु, जितिन्छ हारिन्छ, तर जनताको मुद्दा बोकेर हिँडेको मान्छे रोकिँदैन भन्दै उनले राजनीतिक प्रतिशोधको खेललाई खुलेआम चुनौती दिए। रवि लामिछानेले बालेन शाहसँगको पहिलो भेटलाई राजनीतिक टर्निङ पोइन्टका रूपमा चित्रित गरे। 5 मिनटमै थाहा भयो हामी सँगै हिँड्न सक्छौं, उनले भने। त्यो भेटपछि घर पुगेर स्वर्गीय आमाको फोटोसँगको प्रसङ्ग सुनाउँदै रविले भने, आमा अब देश बालेनले बनाउँछ। यो भावुकता मात्र होइन, नेतृत्व हस्तान्तरणको संकेत थियो। रविले सत्ताको अहंकारमाथि पनि प्रहार गरे। हिजो जनताले रोजेको मेयरले एउटा प्रशासकीय अधिकृत माग्दा दिएनन् भन्दै उनले चेतावनी दिए। अब प्रशासकीय अधिकृत होइन, सत्ता नै फेर्ने हो। यो भनाइ स्पष्ट सन्देश हो, रासोपा अब सानातिना सुधारको बहसमा छैन, सत्ता उल्ट्याउने तयारीमा छ। जनकपुरको सभाले एउटा कुरा स्पष्ट गरिदियो, रवि लामिछाने अब रक्षात्मक छैनन्, बालेन शाह अब एक्ला छैनन् र रासोपा अब विकल्प होइन केन्द्रबिन्दु बन्दैछ। मुद्दाले डराउने युग सकियो, अब जनमतले फैसला गर्छ र त्यो जनमत लिन रवि र बालेन सिधै भिडन्तमा उत्रिसकेका छन्।